नमस्ते। 3-4 वर्षको उमेरको बच्चाहरूले बेला बेलामा पेट दुख्यो भनिराख्ने हुन्छन्। यसरी पेट दुख्यो भनेर अल्ट्रासाउन्ड गराउँदाखेरि धेरै बच्चाहरूको सानो लिम्फ नोड्सहरू, मेसेन्टेरिक लिम्फ नोड्स अथवा आन्द्रामा गिर्खाहरू देखिरहेको हुन्छ। धेरै अभिभावकहरू यतिबाटै आत्तिनुहुन्छ, त्यो गिर्खा पछि गएर समस्या हुने हो कि क्यान्सर हुने हो कि भनेर धेरैजना त यतिकै लागि भर्ना गरिदिनु भनेर रिक्वेस्ट पनि गर्नुहुन्छ। यो उमेरको बच्चाहरूलाई हामीले जतिसुकै सरसफाइ गर्न खोज्यौँ भने पनि उनीहरूले जे भेट्यो मुखमा लैजाने, औँला मुखमा लैराख्ने, फोहोर खेलाएपछि राम्ररी साबुन पानी लगाएर हात धुन हरेक पटक नमान्ने, त्यसले गर्दाखेरि फोहोर खाने हुन्छ। अर्को कुरा, यही उमेरबाट बच्चाहरूले जङ्क फुडहरू, बाहिर होटल रेस्टुरेन्टको खानेकुराहरू पनि धेरै खाने हुन्छ। त्योहरूमा पनि इन्फेक्सनहरू बच्चाहरूको आन्द्रामा भइरहेको हुन्छ। बच्चाको आन्द्राको भाइरल इन्फेक्सन, साधारण इन्फेक्सनहरूले पनि यो आन्द्राको वरिपरि हुने सानो गिर्खाहरू, मेसेन्टेरिक लिम्फ नोड्सहरू ठुलो हुने अल्ट्रासाउन्ड गर्दाखेरि देखिने हुन्छ। यदि यसैले गर्दाखेरि बच्चालाई लामो समयसम्म ज्वरो आउने, तौल घट्ने, अन्य जटिलताहरू भएको छैन भने अल्ट्रासाउन्ड गर्दाखेरि मेसेन्टेरिक लिम्फ नोड्सहरू अलिअलि देखियो भन्दैमा खासै आत्तिनु पर्दैन। प्रायःजसो बच्चाहरूलाई यतिमै एन्टिबायोटिक दिइहाल्नुपर्ने, भर्ना गर्नुपर्ने पनि हुँदैन।